हेलो गाइस, मेरो न्यू भ्लगमा हजुरलाई स्वागत छ है। ल यहाँ चाहिँ टक्क लाएर कान्छीरुवा गैँडा आइसक्यो अनि आउने यहाँ भ्लगरहरू टन्नै छ यहाँ। ल यहाँ हाम्रो यहाँ रायन लजको मेन गाइड भाइ भ्लगर हो उहाँ पनि, अनि यहाँ भाइहरू पनि पुरै भ्लगर छ अहिले। सब केटाहरू भ्लगर छ। ल मेन स्पेसल चाहिँ यहाँ दाइ हुनुहुन्छ भ्लगर है। ल हेर्नुहोस् गैँडा चाहिँ यहीँ छ। यो चाहिँ एकदम डेन्जर है। यो त मान्छेलाई झ्याप्प छोपिहाल्छ। यो रायन लजमा चाहिँ एकचोटि भिजिट गर्नु है, ट्याक्क लगाएर। रायन लजमा चाहिँ रुम लियो भने तपाईँहरूले फ्रीमा गैँडा हेर्न पाउनुहुन्छ। स्विमिङ पुल विथ स्विमिङ पुल खेल्दै तपाईँले गैँडाको मजाले चरेको हगेको होइन पिसाब फेरेको पुरै देख्न सक्नुहुन्छ हजुरहरूले। जुदेको पनि, स्पेसली जुदेको पनि हेर्न पाउनुहुन्छ। रायन लजमा आयो भने 100% गैँडा है। हजुरहरूलाई मैले अर्को सुरुको भ्लगमा नि भन्दै थिएँ, रायन लजको त्यो सब रायन लजको प्रोपर्टी हो। उतापट्टि स्विमिङ पुल छ, अहिले ताल पऱ्यो भने त्यतितिर जान्छ चढ्दै चढ्दै। अर्को यहाँ हात्ती पनि छ। ल यो चाहिँ सेक्युरिटीको है, सेक्युरिटीको रूपमा राखेर गैँडाले यसो हान्न आउँछ भनेर हात्तीलाई पनि ट्याक्क राखेर साइडमा राखेर छ। अनि हाम्रो यहाँ ब्रदरहरू चाहिँ गैँडा हेर्न आउनुभएको छ। 2-3जना चाहिँ भ्लगरहरू पनि छ होइन, कन्टेन्ट क्रिएटर पनि हुनुहुन्छ रायन लजको 2-3जना गाइजहरू होइन। अनि यतापट्टि चाहिँ कान्छीरुवा चाहिँ मजाले के अरे। ल भाइको नाम भनिदिउँ त। अविनाश महतो छ फेसबुकमा। अनि लाइक सेयर अनि हाम्रो दाइ कपिल रिजाल। कपिल रिजालको चाहिँ फेरि उसमा पनि छ है, टिकटकमा पनि छ। टिकटकमा म सँगसँगै भाइरल हुनुहुन्छ। गैँडा जुदेको अस्ति लगभग कति 2 हप्ता अगाडि होला होइन, 2-3 हप्ता अगाडि चाहिँ उहाँहरूको चाहिँ इन्टरभ्यू पनि लिए बिबिसीले। बाहिरबाट पुरै फोनै गरेर चाहिँ रायन लजबाट गैँडा जुदेको तपाईँको बाहिरपट्टि चाहिँ भनौँ न जङ्गल, यहाँबाट जुद्दै गएर बाहिरपट्टि गाउँमा मेन रोडमै जुदेको भिडियो चाहिँ उहाँ 2जनाले बनाउनु भयो। मेन चाहिँ उहाँ 2जना हुनुहुन्छ भिडियो बनाउने मान्छे चाहिँ स्पेसली। ल यहाँ चाहिँ अनि माछा उतापट्टि साइडमा चाहिँ माछा मारेर छ हेर्नुहोस् है। त्यहाँ लोकल मान्छेहरू माछा मारेर छ। अब यो माछा मार्ने मान्छेहरूलाई चाहिँ यो गैँडाले चाहिँ अट्याक गर्न सक्छ है। गैँडाले चाहिँ हामीलाई पनि पुरै हेरिरहेछ है गाइज मजाले। अलि हामी यहाँ डाँडामा भएर हो, उसले मतलब नगरेको, यतिखेर नत्र भए भ्याउँथ्यो हामीलाई है। त्यही भएर सेक्युरिटीको साथमा हात्ती पनि राखेको छ। आनन्दले डिस्टर्ब गर्नु हुँदैन, ऊ चरिरहेछ है। मजाले देख्न सक्नुहुन्छ हजुरहरूले चाहिँ। यो चाहिँ अहिले काँस हेर्नु न, यति लामो काँस छ। त्यही भएर मान्छेहरू यता घुम्न आउँदाखेरि चाहिँ अलिकति सतर्क भएर आउनु। खोलाको छेउ छ, काँस लामो छ। प्राय विदेशी पर्यटकहरू चाहिँ साइट सिन गर्ने ठाउँ हो यो। अनि यसो साइट सिन गर्दाखेरि चाहिँ अलिक टेक केयर भएर गर्नुहोस्। यहाँ चाहिँ 2-3वटा गैँडाहरू बसिरहेको हुन्छ है। भोलि दुर्घटना भयो भने सबैलाई नराम्रो हुन्छ। त्यही भएर एकदम टेक केयर भएर गर्नुहोस् है। यो देख्नुभयो होला नि तपाईँले, घाँस अहिले पानी परेको कारणले गर्दा घाँस यति लामो भइसक्यो गैँडा पनि देख्दैन। फेरि गैँडा चाहिँ स्पेसली हान्ने गैँडा है यो एकदम। तपाईँहरूले चाहिँ फेरि यहाँ प्रायः मान्छेहरू चाहिँ बाहिरको मान्छेहरू नि आइरहेको हुन्छ त्यत्तिकै होइन। यहाँ चाहिँ बिना गाइड नआउनु होला, कोही बेलामा के हुन्छ दुर्घटना हुन्छ। त्यही पनि जङ्गली गैँडा, यहाँ पालेर राखेको गैँडा हुँदैन। मान्छेहरूले चाहिँ रोडमा देख्ने बित्तिकै पालेर राखेको, नेसनल पार्कले पालेर राखेको गैँडा हुन्छ। नेसनल पार्कले कहिले पनि गैँडा पालेर राख्दैन। त्यो चाहिँ घाइते भएको बच्चाहरू चाहिँ जस्तै बाघले माउले छोडेको गैँडाको बच्चाहरू चाहिँ एनटिएनसी र हाम्रो निकुञ्ज 2जना संस्था मिलेर चाहिँ उपचार गरेर भोलि 4 वर्षपछि चाहिँ फेरि लगेर छोडिदिन्छ है। त्यही भएर चाहिँ सानो बच्चाहरू पालेर, यो ठुल्ठुलो चाहिँ पालेको गैँडा होइन। पाल्ने भन्दा पनि त्यो ट्रिटमेन्ट गर्नको लागि राखेको हो मेन स्पेसली एनटिएनसी र चितवन नेसनल पार्कले। यहाँ हेर्नुहोस् मजाले गैँडा चाहिँ यतापट्टि चरिरहेछ है साइडमा। हेर्नुहोस् यस्तो राम्रोले चरेर बसिरहेछ हेर्नुहोस् त। त्यही भएर यो साइडमा चाहिँ साइड सिन गराउँदाखेरि चाहिँ मान्छेहरूले एकदम ख्याल गरेर गर्नुहोस्। गैँडा चाहिँ लगभग अहिले झाडीले पुरिसकेको छ है, एकदम डेन्जर हुन्छ। त्यही भएर अनि यहाँ भाइहरू चाहिँ रायन लजको भाइहरू हुनुहुन्छ, यहाँ चाहिँ सरसफाइ गर्न लागेको। उहाँहरूको गेस्टहरू पनि यहाँ आएर बस्नुहुन्छ सनसेट हेर्नको लागि। त्यही भएर गैँडाहरू कोही बेला गैँडासँग ठोकिन्छ होइन, दुर्घटना हुन्छ भने उहाँले चाहिँ सफा गरिदिनु पर्छ। अनि यहाँ सबै रुखहरू सबै ढालेको छ। यहाँबाट है यतापट्टि तपाईँहरूले आएर रायन लजमा बस्नु, तपाईँहरू रायन लजमा बस्नु चाहनुहुन्छ भने तपाईँले स्पेसली यहाँबाट सनसेट पनि हेर्न पाउनुहुन्छ है। सनसेट तपाईँको सनसेट हेर्न लागि पनि कहिलेकाहीँ भालुहरू पनि सौद बियर भन्छ नेपालीमा चाहिँ, काठे भालुहरू पनि यहीँ आउँछ पानी खानलाई। यो राप्ती खोला भयो निकुञ्ज है, त्यो चाहिँ निकुञ्ज पर्छ। पारिपट्टि चाहिँ निकुञ्ज पऱ्यो, यो खोलाको पारिपट्टि निकुञ्ज पर्छ। निकुञ्ज नजिकै छ है। देख्नुहुन्छ मान्छेहरू नि यहाँ अब लोकल मान्छेहरू, तर एलाउड हुँदैन। हाम्रो जस्तै निकुञ्ज प्रशासन मान्छेहरूले देख्यो भने, आर्मीहरूले देख्यो भने चाहिँ
उहाँलाई समातेर लिएर जानुहुन्छ है। यो चाहिँ एलाउड छैन माछा मार्नलाई। अब भनेको मान्दैन मान्छेहरूले, प्रायः गइले वर्षमा 1-2 चोटि मान्छे मारेर हुन्छ, कति भन्दा पनि कुरा मान्दैन है। गैँडा चाहिँ यस्तो मजाले हेर्नुहोस् न, यहाँ स्पेसली गैँडा चाहिँ हेर्नु ल कति मजाले चलिरहेको छ है होइन। ल थ्याङ्क यू है गाइस, म हजुरलाई फेरि अर्को भ्लगमा